सर्वोच्चको यो मेरो के अरे पार्टीको लिड गर्ने त्यहाँ उसमा के पार्लियामेन्टमा भनिसकेपछि अनि यसपछि आएर त्यो के अरे संसदीय दलको नेता हुन्छ त्यो संसदीय दलको नेता हुन्छ त्यही प्राइम मिनिस्टर हुन्छ त्यो त थाहा छैन हर्कसाम्बाङलाई अनि सरहरू सुन्नु न म त हर्कसाम्बाङको पार्टी राम्रै होला होइन अब एउटा जातीय रूपमा छ जातीय उसमा पनि भोट आउला उसलाई थोरै त भन्ने म सोच्थेँ क्या अनि यो समग्र रूपमा उसले उठाएका मान्छेहरू हेर्छु क्या उहाँहरूको अभिव्यक्ति त्यो उठाएको मान्छेहरूलाई त तपाईँको संसद कतिवटा भयो 2/3 आउँछ कहाँ के गर्नुपर्छ त्यो कानुनको मान्नेमा त्यो कोही पनि थाहा छैन अब त्यस्तो मान्छे उठाएको छ हिजो एमालेका काङ्ग्रेसका उहाँ पश्चिमबाट आएको मान्छेहरूले त्यसरी नै बोल्थे एउटा भाभु भिभु गर्दै नेपाली अक्षर पढ्थे भोलि त्यही तरिकाको सांसद ल्याएर हामीले के फेरि देशलाई त्यही अवस्थामा राख्ने हो र अहिले कस्तो छ भने सरम संस्कृति पार्टीमा अहिले के छ भने सर एकछिन है अहिले सरम संस्कृति पार्टीमा अहिले कस्तो छ भने नि जो आएर रविको र बालेनको विरोध गरिदियो रविलाई सहकारी ठग बालेनलाई लुसिफर भनेर चर्को आवाजमा बोलिदियो नि त्यसले चाहिँ सरकको बाएर टिकट पायो गयो के छैन फेरि लुसिफरको मतलब केही पनि थाहा छैन फेरि सहकारी लुसिफरको मतलब भइसक्यो अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन एउटा देशको चाहिँ त्यत्रो निर्वाचनले दुनियाँ चाहिँ कानुन मन्त्रीहरूले कानुनहरूले अब के अरे हर्कसाम्बाङको पार्टीका मान्छेहरूले चाहिँ पुरै ट्याग लगाइदिरहेछन् कि लुटेकै हो खाएकै हो भनेर प्रुभ आखिरी नेपाल सरकारसँग छैन अहिलेसम्म विकास त्यसो भने रवि लामी छाने चाहिँ किन जेल परेको तपाईँ भनिदिनुहोस् न उसलाई त कसरी जेलमा राखेको छ कहिले जेल चलन गरेको छ होइन जेल चलन कहिले गरेको छ भन्नु न सुन्नु न सर रवि लामी छानेलाई जेल कहिले हालेको छ भने के कस्तो कुरो नभन्नु भएको रवि लामी छानेलाई कहिले जेल हालेको छ भन्नु त कहिले जेल हालेको छ रवि लामी छानेलाई विकास सर सुन्नुहोस् है म तपाईँहरूको लाइभमा आएर बोलेको छु तपाईँहरू बोल्नु छ भने प्लिज एकजना गएर बस्नु भीम सर कारागार जेल भनेको छुट्टा हुन्छ है कारागार र जेल भनेको छुट्टा हुन्छ है सर सुन्नु न उसलाई के गर्न लगेको भने नि सुन्नु न प्लिज मेरो कुरा सुन्नु उसलाई त छानबिन गर्नको लागि लगेर सोधबुझको लागि राखेको बुझ्नुभयो कारागार चलन गरिसकेपछि कति वर्षको लागि ट्याग लगाएर पठाइदिन्छ त्यति वर्ष जेल सजाय काटेर फर्केर आउने हो ल ऊ चाहिँ रवि लामी छाने किन छैन ल फेरि परेकै छैन जेल कहाँ परिरहेछ जेल ए छोड्नु यार यो ताइनो तुईको बहस गरेर काम छैन म भीमजीलाई म एउटा कुरा भन्छु होइन सहकारी रवि लामी छानेले सहकारी कसरी ठग्न सक्छ ल भन्नु त तपाईँ भन्नु यति मलाई भनिदिनु त के अरे संसदमा कतिजना मेम्बर हुन्छ पार्लियामेन्टमा कतिजना मेम्बर हुन्छ भन्नु त ल ठिकै छ पार्लियामेन्ट भनेको के हो ठिक छ भीमजीलाई चाहिँ चित्त नबुझेको कुरो के थियो अरे प्लिज भीमजी एकचोटि भीम सर के अरे कतिवटा पार्लियामेन्टमा के अरे कतिवटा के मेम्बर हुन्छ भन्नु त त्यति भन्नु त ल 265 हुन्छ हाँस्नु न राम्रै छ हर्कसाम्बाङले त्यही सिकार पठाएर छ ठिक छ त्यति हो त्यति नै हो उहाँहरूले यति जान्नु ठुलो कुरो हो यति जान्नु ठुलो कुरो हो क्या यति जान्नु ठुलो कुरो तर उहाँहरूको अझै पनि अनि प्रत्यक्षमा कति हुन्छ अनि समानुपातिमा कति हुन्छ भन्नु त हामीले सिकाउनु पर्छ है हाम्रो दायित्व भन्छ हामीले सिकाउनु पर्छ होइन सर यो चाहिँ सबै मलाई पनि थाहा छैन फेरि सिधा कुरा भन्नु पर्दैन तर उहाँ जतिको मान्छेले त्यस्तो कुरो नजानिकन त्यस्तो कुरो नबुझिकन तपाईँले अरूलाई सरकारी ठग लुसिफर भनेर लालछाना चाहिँ लाउनुहुन्छ त त्यति मात्र भन्नु भएर यहाँ हामीलाई सबैलाई कुकुरसम्म भन्नु तपाईँको यस्तो अराजक शब्दले तपाईँ एउटा नेपाली हो तपाईँ नेपाली दाजुभाइलाई कुकुर चुकुर पाउँछ त्यसको उत्तर दिनुहोस् त मलाई भीमजी तपाईँ एउटा एकदम कुकुर भने पनि सबै इन्सान हो यो एमालेको झोले यो हर्के हेरिकन यो के अरे केपिओली हेरिकन कुकुर त 100 गुणा राम्रो तपाईँ के आधारले तपाईँ त्यस्तो भन्नुहुन्छ तपाईँ कसको सपोर्टर माटो म माटोको होइन म स्वतन्त्र तपाईँ स्वतन्त्र ओके तपाईँ हुन पाउनुहुन्छ स्वतन्त्र भएपछि तपाईँले लालछाना चाहिँ लाउनु भयो कसरी सुन्नु न सर तपाईँले कस्तो हुन्छ भने तपाईँलाई राम्रोलाई राम्रो गलतलाई गलत भन्न चाहिँ पाइन्छ कि पाइँदैन पाइन्छ नभन्नु भने अनि तपाईँले लुसिफर कसरी भन्नु लुसिफर भने के थाहा छ मैले यहाँ कसलाई लुसिफर भनेको छु
सहकारी ठग कसरी भन्नुभयो, कुकुर कसरी भन्नुभयो त तपाईँले यहाँको दाजुभाइ? सहकारी ठक्कलाई भने लुसिफर कसलाई भने होइन उहाँले चाहिँ सिधै यहाँ माथि जोइन हुने बित्तिकै आएर चाहिँ कुकुरहरू यस्तो शब्द बोलिदिनु भयो। सहकारी ठगेर परेको हो कि किन पर्यो मैले यति मात्रै क्वेसन गरेको कसरी परेको रविलाई यसरी बस त्यसको हो तपाईँले यसरी उत्तर सोध्नुभयो भने त हामी तपाईँलाई बुझाइदिन्छौँ नि त। तपाईँ अनि कुकुरहरू चाहिँ के आधारले भन्नु? हो त्यसको जवाब दिनु न, त्यसमा सरी भन्नु होइन, त्यसमा सरी भन्नु त्यो तपाईँले गलत बोल्नु भयो। तपाईँको नैतिकताले दिन्छ। तपाईँ एउटा नेपाली भएर नेपाली दाजुभाइ तपाईँले पहिला तपाईँ यो के अरे पार्टी भन्दा नि अगाडि आफ्नो पहिचान देखाउँदै हुनुहुन्छ। हामी नेपाली हो, यो पहिचान हो तपाईँको, बुझ्नुभयो? स्वतन्त्र भन्नुभयो झन् हामी पहिचान देखाउनु, हाम्रो पहिचान नेपाली हो। अनि नेपाली दाजुभाइहरू कुकुर यस्तो शब्दहरू त बोल्दैन होला नि भीम सर, बोल्दैन होला नि। सबै नेपाली दाजुभाइ हुनुहुन्छ यहाँ, कोही विदेशी छैन। त्यसपछि आउँछ पार्टी, बुझ्नुभयो? त्यसपछि आउँछ, हामी सबै पहिला नेपाली हो, त्यसपछि आउँछ पार्टी। यो चाहिँ बुझ्नुहोस् फेरि है। तपाईँले के आधारले कुकुर भन्नुभयो मलाई त्यसको उत्तर दिनुहोस् न, मलाई जान्न मन लाग्यो। त्यसो भएदेखि सरी भन्नुहोस् होइन, मिस्टेक नआएको अब कुरा हुन्छ होइन। एक्कासी हामीले उहाँलाई बोल्न समय दिएको थियौँ, उहाँले तपाईँले बोल्नु पर्ने होइन। कुकुरहरू र साम्बाङलाई गाली गर्ने कुकुरहरू तपाईँ स्वतन्त्र भन्नुहुन्छ, तपाईँले सहकारी ठगेर कुरा निकाल्नुहुन्छ भने तपाईँले तपाईँको हर्क साम्पाङलाई केही भन्दाखेरि चाहिँ तपाईँ यसरी कुकुर भन्नु मिल्छ त? कुन आधारले भन्नु तपाईँ? त्यो सुन्नु मेरो कुरा, तपाईँले पनि तपाईँ अहिले भर्खरै टिकटक तर यस्तो हो कि तपाईँको एउटा यस्तो चिज हो नि, यो एउटा भनेको लाइभमा बसिरहेको एउटा प्लेटफर्ममा प्लेटफर्म जस्तो ठाउँमा बसेर तपाईँको अरूको बस चाहिँ तपाईँहरूको सुन्नुहोस् न, बस ठाउँै बहस गर्ने ठाउँ बनाएको हामीले। तपाईँ भन्नुभयो म अघिदेखि यहाँ छु, म अहिले बिजी भएर म निस्केको, सन्तोषजीलाई सोध्नुहोस्, रवि लामिछाने यो होस्टलाई सोध्नुहोस्, म सधैँ यहाँ भइरहनु। मैले यो हाम्रो ठाउँै बहस गर्ने हो। हामीले के भन्न आउँछौँ, हर्कले यस्तो भन्यो, हर्कजीले यस्तो भन्यो, हाम्रो पार्टीमा यस्तो भइरहेछ, हाम्रो राष्ट्रसभामा यस्तो भइरहेछ, हाम्रो नितान्त विचार के छ, मानव अब सन्तोषजीको विचार के छ, विकास सरको विचार के छ, हाम्रो धारणा राखौँ, हजुरको क्षेत्रमा के भइरहेछ, यस्तो कुरो हुन्छ। तपाईँले माथि आएर कुकुरहरू भन्नुको नैतिकता के हो मलाई त्यसको उत्तर दिनुहोस् न। तपाईँ नघुमाउनुहोस् न, किन भन्नुभयो? मैले चाहिँ तपाईँको यो प्लेटफर्ममा आएर मैले कसरी चाहिँ कुकुरहरूलाई भने डाइरेक्टली कसरी भनेको छु ल भन्नुहोस् न त। प्रदीपजीले दुई कुरो गर्नु भइरहेछ। म भन्छु है सन्तोष ब्रो भीम सर तपाईँले के भन्नुभयो है? तपाईँसँग म डिबेट पहिलादेखि गरिरहेको छु है। तपाईँले के भन्नुभयो भन्दाखेरि मेरो कुरा सुन्नुहोस्, तपाईँ पहिला मैले डाइरेक्ट यसरी लाइभमा आउने बित्तिकै कुकुरहरू कति भुगेको भनेर मैले भनेको छु कि मैले चाहिँ केही कुराहरू मात्रै गरेर तपाईँहरूको धेरै क्या तपाईँहरू यसरी बस्नु भएको छ। म तपाईँको एउटा प्लेटफर्ममा म एउटा गेस्ट जस्तो तरिकाले आएको छु क्या, म तपाईँहरू बस गर्नको लागि आएको छु। तपाईँहरूले सुन्नु पहिला सुन्नु के मेरो कुरा सुन्नु न। कुकुरहरू चाहिँ भनेको होइन, प्लिज मेरो कुरा सुन्नुहोस्। मैले तपाईँहरूको यो लाइभमा मैले तपाईँहरूको एउटा प्लेटफर्म जस्तो ठाउँमा आएर मैले आउने बित्तिकै मैले कुकुरहरू जस्तो कुकुरहरू किन कुरा नफेर्नु ल। तपाईँले कसरी भन्नुभयो भने नि, तपाईँले भन्दै राम्रो गरी सुनाउँदै जानुभयो, हर्क साम्बाङलाई बसेछ, टिकटकमा गाली गरेछ, कुकुरहरू काम नभएका यसरी भन्नुभयो। तपाईँले पहिला राम्रो सुनाएर बिचमा आएर त्यसरी भन्नुभयो। या पहिला तपाईँले के भन्नुभयो थाहा छ? तपाईँले हर्क साम्बाङको अलिअलि कुरा गर्नुभयो, त्यसपछि आएर के भन्नु भने सबैजना फेक आइडिया आएर ल्याएर त्यसपछि आएर यो कुकुर भुकेर के टिकटकमा बसेर भुकेको भने हो क्या तपाईँले? सुन्नु, मैले धेरै तपाईँहरूको लगभग कम्ती आधी घन्टादेखि मैले तपाईँहरूको यो लाइभ हेरिरहेको थिएँ। आधी घन्टा सुन्नु, 1 घन्टा सुन्नु, त्यो हामीलाई के अरे सरकार कुरो होइन क्या। तपाईँ बस्दै नबस्नु, हामीसँग सरकार कुरो होइन के सर। हामीसँग सरकार कुरो तपाईँले त्यो शब्द किन युज गर्नुभयो? सन्तोषजी म एकैछिन भीमजी मेरो कुरा भीमजी मेरो कुरो सुन्नुहोस् न म बोल्छु अनि बोल्नुहोस् न है। मैले राम्रैसँग बोलिरहेको छु त, सुन्नुहोस् न। मैले के भन्दा भने यो यहाँ बहस गर्ने ठाउँ के हो भने यो राष्ट्रसभाको पार्टीको बहस भइरहेको हुन्छ यहाँ प्रायः। अनि कुरो निस्किन्छ कहिलेकाहीँ हर्क साम्पाङज्यूको कुरो निस्किन्छ। कस्तो कुरो निस्किन्छ भने उहाँले तपाईँले अब फेरि यो होइन नभन्नुहोस्, उहाँले फेसबुकमा लेखेको कुरोहरू, उहाँले भाषण दिएकोमा कुराहरू, उहाँले गरेका कुराहरू निस्किन्छ। फेरि यो भन्दैमा हर्क साम्पाङ मात्र होइन, किपी ओलीदेखि लिएर ज्यानमारा किपी ओलीदेखि लिएर शेरबहादुरदेखि लिएर
बोलिन्छन् भने सबैको कुरो निस्किन्छ यहाँ, बुझ्नुभयो। अनि हामी चाहिँ नैतिकता रूपले चाहिँ हामी के भन्छौँ भने हामी अब मानव विकास सर हुनुहुन्छ, विकास सर के छ तपाईँको क्षेत्रतिर राष्ट्रपति हाम्रो कुरो स्पेसली यस्तो हुन्छ अनि तपाईँले माथि 81 ल तपाईँ हर्क साम्पाङको समर्थक हुनुहुन्छ, तपाईँले हामीलाई आएर ल के गरे हाम्रो हर्क साम्पाङले यस्तो गलत के भएको छ भनेर सोध्ने कि तपाईँले अरूले यस्तो भने आधी घन्टादेखि यस्तो गर्यो भनेर तिमीहरू कुकुर जस्तोहरू भन्ने सुहाउँछ, त्यो तपाईँको नैतिक तपाईँ नेपाली हो कि होइन मलाई त्यसको उत्तर दिनुहोस् न। सुन्नु, म नेपाली हो, म शुद्ध नेपाली हो, म स्वतन्त्र भन्न सुहाउँदैन तपाईँलाई। तपाईँले हर्कको कुरो गरेपछि तपाईँले के भन्नुपर्छ त म एउटा स्वतन्त्र म जसलाई नि सपोर्ट गर्न सक्छु, तर तपाईँहरूले किन हर्कलाई गाली गरिरह भने तपाईँले उत्तर खोज्ने कि गाली गरेर कुकुरलाई म गाली भन्दिनँ, किनहरू भन्दा त कुकुर धेरै राम्रो प्राणी हो है, तर तपाईँले मान्छेलाई चाहिँ तोकेर कुकुर भन्न त मिल्दैन नि त, मिल्छ त सर? तपाईँ यसको उत्तर दिनुहोस् न। वरिष्ठ सर सुन्नुहोस् है, म तपाईँको म यो यहाँनिर आइरहेको छु, म बोलिरहेको छु, मेरो कुरा सुनिराख्नु भएको छ। अनि मैले भन्दै गर्दाखेरि तपाईँहरू धेरै यो त तपाईँहरूको एउटा जनमत जस्तो नै छ यहाँनिर। म बोलिरहेको छु, मेरो कुरा नसुनिदिनु तपाईँहरू आफू बोल्नुहुन्छ भने केही कुराहरू म पनि तपाईँहरूसँग दिन्छु भन्ने हिसाबले म पनि यो ठाउँमा आएको हो नि त होइन र। अब म यो त्यो कुराहरू चाहिँ तपाईँहरूसँग बुझ्न र जान्न आएको भन्ने नबुझेको कुराहरू म तपाईँहरूसँग सिकेर जाने मान्छे हो र तपाईँहरूले मिल्छ, मजाले मिल्छ। म त्यही कुरा त गर्दैछु त। म आएँ, म तपाईँहरूसँग बुझ्नको लागि आएँ होइन, मैले पनि हो, मैले नै हो रिक्वेस्ट गर्दा चाहिँ मलाई जोइन गर्दैछु, म कुराहरू गर्न चाहन्छु भनेर म आएको। तर मैले तपाईँको समथिङ म जोइन भएको समथिङ आधी घन्टाभन्दा बेसी भइसक्यो र मैले त्योभन्दा आधी घन्टाभन्दा अगाडिदेखि मैले तपाईँहरूको लाइभ हेरिरहेको हो क्या, हेरिरहेको थिएँ, मैले सुनिरहेको थिएँ। अब भनौँ तपाईँहरूको बस चलिरहेको थियो, मैले सुनिरहेको थिएँ। तर जस्तो कि हट बोय हुनुहुन्थ्यो नि, हट तल उहाँले चाहिँ भन्छ हटको सामने यस्तो हो त्यस्तो हो यस्तो त्यो हो। तपाईँले मन पर्दैन, तपाईँलाई मन पर्दैन, तपाईँले उसलाई उसको कुरै नगर्नु न, मन पर्दैन किन कुरो गर्नुहुन्छ त तपाईँले। भिन्जी मैले अघि तपाईँलाई भने सुन्नु न, तपाईँ एकजनालाई सुन्नु न, हाम्रो यहाँ बहस त्यस्तै हुन्छ क्या, भनिहाल्यो नि रासोपालाई यस्तो भयो हर्कले यस्तो भनिरहेको छ भने हाम्रो बहस हुन्छ। तपाईँलाई चित्त बुझ्दैन भने चाहिँ तपाईँले नहेर्नुहोस् सर, हेर्नुहोस् यो चाहिँ तपाईँले यो चाहिँ रासोपा टिमको प्लेटफर्म हो, यो चाहिँ बुझ्नुहोस् फेरि भीम सर, यो रासोपा टिमको प्लेटफर्म हो। तपाईँलाई नजाने कुरो सोध्न मिल्छ, तपाईँले मजाले मिल्छ, तपाईँले रासोपामा के भइरहेछ के हो एजेन्डा के हो हामीले उहाँलाई स्थान नै दिएको हो कि बोल्ने अवसर नै दिएर अनि हामी मिल्छ। तपाईँले यहाँ आएर मेरो हर्कीको बारेमा कुरा नगर भन्न पनि मिल्छ, तर हामी गर्छौँ किनकि यो राजसभाको प्लेटफर्म हो, बुझ्नुभयो। किन गर्छौँ पनि म भनिदिन्छु, हामीलाई हर्क हिजोको दिनमा राम्रो लाग्ने मान्छे हो, तर उहाँले जुन अराजकता फैलाउनु भएको छ नि, उहाँको फेसबुक, उहाँले उहाँको त्यो के अरे भाषण दिने ठाउँमा उहाँको नैतिकता केही छैन। उहाँले म यो गर्छु ऊ गर्छु होइन, यो थप लुसिफरहरूलाई हामीले ठेगान लाउनुपर्छ भन्ने खालको बाहेक केही पनि छैन अहिले हो। उहाँको घमण्डमा उहाँ आफै सिद्धिनुहुन्छ भन्ने जस्तो कुरा हाम्रो यहाँ हुन्छ, हेर्नु भीम सर। तर तपाईँहरूले यहाँ आएर तपाईँ स्वतन्त्र भन्न सुहाउँदैन, मेरो विचारमा चाहिँ तपाईँ हर्कजीको अलिकति राम्रो सपोर्टर हुनुहुन्छ होला। तपाईँ स्वतन्त्र भइसकेपछि तपाईँ एकचोटि गएर हर्कको प्लेटफर्ममा जानु, त्यहाँ हाम्रो राष्ट्रपाको बारेमा नराम्रो भनेर हुन्छ, यो चाहिँ बुझिरहनु बुझ्नुभयो नि। वरिष्ठ सर तपाईँले भनेको चाहिँ सबै 100मा 100 सही। अनि तपाईँको मैले भनेको जस्तो कि राष्ट्रपाको मैले हेर्नु राजसभाको कुरो मलाई 100मा 100 जे पनि सही लाग्छ, तर केही कुरो नराम्रो छ भने म नराम्रो पनि भन्छु। म फेरि यस्तो मान्छे हो, तपाईँलाई नराम्रो लागेको कुरो तपाईँले सोध्न पाउनुहुन्छ नि त। तपाईँले आएर हर्केको कति कुरो गर्दो रहेछन् कुकुरहरू भन्न मिल्छ, हामी हर्केको जीवनभर कुरो गर्छौँ। ल तपाईँ के गर्नुहुन्छ तपाईँले त्यो शब्द बोल्न मिल्छ? हामी कुरो गर्छौँ यहाँ, हाम्रो यो राजसभाको प्लेटफर्म हो, हामी गर्छौँ। हामी आउँदो दिन विगत दिन जहिले पनि गर्छौँ, यो चाहिँ बुझिरहनुहोस्। फेरि यो अहिलेदेखि सम्झाइदिएछ हामी तपाईँले राम्रोसँग सोध्नुभयो भने राम्रोसँग उत्तर पनि दिन्छौँ क्या सर। तपाईँले त्यो लालछना लाएर अरूलाई नराम्रो भनेर मैले भनिनँ, म त कुकुरभन्दा तल राख्छु, कुकुरलाई त म राम्रो मान्छु, धेरै ज्ञानी मान्छु। कुकुर जतिको राम्रो प्राणी कोही पनि छैन, कसैले अरूलाई कहिले नराम्रो पनि भन्ने, उसले आफ्नो लोयल छ ऊ अरूको लागि, बुझ्नुभयो भीम सर। तपाईँ एउटा चौतारामा बस्नुहुन्छ, चौतारामा 10 थरीको मान्छे बस्छ, 10 थरीको के अरे माइन्डसेट भएर बसेको हुन्छ। तपाईँ आएर के अरे त तिमीहरू कुकुर हो, तिमीहरू आएर यहाँ चौतारामा भुक्छौ भन्नु मिल्दैन क्या तपाईँले। हाम्रो चौतारा जस्तै हो यो, हामीले यहाँ के जे कुरा गर्न पाइन्छ। हामीले हर्कजीको बारेमा कुनै विरोध पनि गरेको छैन, उहाँलाई केही नराम्रो पनि भनेको छैन, केही पनि भनेको छैन।
मात्र हामीले यहाँ बस कुन के चलिरहेको थियो भने उहाँले तलबाट वाच गरिरहेको थियो आधी घन्टादेखि भन्नुभएको थियो। आधी घन्टासम्म के सुन्नुभयो त्यो पनि भन्नु भएन, उहाँले डाइरेक्ट आएर त्यस्तो अभिव्यक्ति दिनु भएन। तर हामीले यहाँ कुन विषयमा बहस भइरहेको थियो भने हर्कजी पहिला एकदम राम्रो हुनुहुन्थ्यो, हर्कजी पनि राम्रो, गोपी हमाल, रवि लामिछाने, बालेन्द्र शाह, एउटा कुलमान घिसिङ, उहाँहरू एकदम राम्रो मान्छे हो होइन। उहाँहरू एकै ठाउँमा आएर अगाडि बढ्दिएको भए राम्रो हो। तर उहाँहरू अलग अलग हुनुहुन्छ, तर अलग अलग भएर पनि सबैजना आफ्नो काम गरिराख्नु भएको छ होइन। तर हर्कजीले चाहिँ यो नयाँहरूलाई नि पुरानोहरूको कुरै ननिकालेर नयाँहरूलाई मात्रै जताकतै फेसबुकमा भाषणमा जताकतै गाली मात्र दिएर हिँड्नु भएको छ। यो चाहिँ पोजिटिभ भएको होइन है यो भनेर हामीले यस्तो विषयमा बहस चाहिँ भएको थियो है। अनि उहाँ माथि आउँदाखेरि हामीले उहाँलाई स्थान पनि दिएको होइन। उहाँले एक्चुअली माफी माग्नै पर्छ सबैसँग, सबैलाई कुकुर भनेर उहाँसँग एउटा राम्रो नैतिकता, एउटा नेपालीपन, राम्रो संस्कारी मान्छे हुनुहुन्छ, बुवा आमाले राम्रो संस्कार दिएको छ। अनि तपाईँले सबैसँग माफी माग्नुपर्छ। जसलाई कुकुर भन्नुभयो फेरि मलाई त पर्दैन, सबै कुकुरहरू भन्नु होइन। जसलाई नेपाली दाजुभाइलाई माफी। अनि तपाईँलाई केही क्वेसन छ भने सोध्नुहोस्, बरु सन्तोषजीले भन्नुहुन्छ, विकासजीले भन्नुहुन्छ, यहाँ धेरै विज्ञानी मान्छेहरू हुन्छ भन्नुहुन्छ नि। हो मैले भने अघि तपाईँलाई जान्नु भएन, तपाईँलाई कति प्रत्यक्ष हुन्छ, कति सामानुपातिक हुन्छ थाहा रहन्छ, तपाईँ सोध्नुहोस् त सिकाइदिइहाल्छ नि। त्यस्तो सोध्न पाउनुहुन्छ तपाईँले, त्यो कुराहरू सोध्नुहोस्। सुन्नु है, तपाईँलाई म के चाहिँ भन्छु भने कमसेकम तपाईँहरूले भनेको चाहिँ 100मा 100 हुने, अनि हामीले भनेको चाहिँ 100 पनि नहुने। अनि मैले अझै नै भनिरहेको छु नि, म गलतलाई गलत भन्छु, सहीलाई सही भन्छु। अहिलेको तपाईँलाई के गर्नु भएको त? ल तपाईँहरूले गलत गरेको छ, के गलत गरेको छ त भन्नु, के गलत गरेको छ? तपाईँ त्यही एउटा सहकारी ठग गलत भन्नुहुन्छ। सहकारी ठग प्रमाणै भएको छैन त कसरी भोलिको दिनमा प्रमाण भएछ हो र त भने हामी रवि लामिछानेलाई सुन्नु न, म अलिकति बोलेँ। त्यो डिबेट भइहाल्यो क्या, त्यो डिबेट भइगयो। तर तपाईँले ठिक छ हर्क साम्बाङ हामीले गलतै गऱ्यौँ अरे तपाईँ सही तरिकाले सम्झाउन सक्नु एउटा कुरो। दोस्रो कुरो त यो तरिकाले आएर तपाईँले सबैलाई कुकुर दाग लगाइदिँदाखेरि तपाईँले बुझाउने त कुरै छोडिदिनु क्या। तर यो त तपाईँलाई मलाई भन्नुभयो होला एउटा कुरो, ठिक छ, तर तपाईँलाई हानि गर्छ यो कुराले। यो कुरा तपाईँले स्वीकार्न सक्नुपर्छ के। यहाँ कुरो हर्क साम्पाङको थिएन। हर्क साम्पाङको कुरो भन्दा पनि हर्क साम्पाङले उठाएका उम्मेदवारी चाहिँ यस्ता तरिकाका छन्, उहाँहरूले दिएका अभिव्यक्ति यस्ता छन्। उहाँ चाहिँ एउटा केन्द्रको भोलि एउटा मान्नु क्षेत्र चलाउने मान्छेलाई कति सांसद हुन्छन्, कति भयो भने 2/3 आउँछ, कति भयो भने हामी चाहिँ ठाउँमा पुग्छौँ भन्ने कुरा थाहा छैन। यस्ता मान्छे उठाए यो के गलत हो? तपाईँ इन्टरभ्यू हेर्न सक्नुहुन्छ। गलत हो भने ल प्रुफ देखाउनु त, उसले बोलेको प्रुफ हामी दिन सक्छौँ। तपाईँले स्वीकार्नु त सक्नु पऱ्यो नि, गल्तीलाई गल्ती हो भन्न सक्नु परेन तपाईँ भन्नु त। सुन्नु न, तपाईँले चाहिँ यत्रो यो एउटा चाहिँ सोसियल मिडियामा आएर अरूको व्यक्तित्व फैलाउनु चाहिँ तपाईँको गल्ती होइन। बेथिति होइन, उहाँले बोलेको कुरा मैले डिफिकल्ट बोले सर। विकासजी एकैछिन है के सर, यो पहिलो कुरो राजसभाको प्लेटफर्म हो, बुझ्नुभयो? यो प्लेटफर्मै राजसभाको र हामी यहाँ सन्तोषजी हामी प्रायः सधैँ भइरहेको हुन्छौँ, बुझ्नुभयो? अनि हामी यहाँ के सोधिरहेको हुन्छौँ भने कहाँबाट कुन क्षेत्रबाट के छ, तपाईँको क्षेत्रको जित्ने निश्चित छ कि के छ भने हामी त्यस्तो कुराहरू बहस गरिरहेको हुन्छौँ। बुझ्नुभयो? पहिलो कुरो यो मनन गर्नु। अनि कस्तो कुरो निस्किन्छ भने आज हर्केले त यस्तो स्ट्याटस राखेको छ, घिन बौलाइरहेको, कति गाइरहेको, कति कराइरहेको, त्यो हामीले भन्न पाउँछौँ, हाम्रो नैतिकताले दिन्छ, यो गणतन्त्र हो, बोल्न पाउँछौँ। तर तपाईँले अरूलाई कुकुर भन्न चाहिँ पाउनुहुन्न, त्यो तपाईँको नितान्त व्यवहारले दिँदैन। तपाईँलाई म 2 कुरा भन्दैछु वरिष्ठ सर। तपाईँको कतिवटा कुरो सुन्नु, तपाईँ यसको चाहिँ उत्तर दिनु, तपाईँ यहाँ दायाँ बायाँ गरौँ, तपाईँ 100 सही म सही भनेर बस्नुहुन्छ। मैले त्यो कुरा नै गरेको तपाईँहरूले कुरा नै त्यस्तो खालको छ। वरिष्ठ सर मैले के भन्ने हो त? अब तपाईँ के कुरो चित्त बुझेन अझै नि यत्रो भन्दा पनि एउटा कुरो होइन बुझ्नुहुन्न, उहाँलाई झारिदिनुहोस्। उहाँ मान्छे भनेको नि मान्छे भइसकेपछि आफ्नो गल्तीलाई गल्ती हो भन्न सक्नुपर्छ। त्यस पछाडि यो कुरा डिबेट गर्न सक्नुहुन्छ तपाईँले, बुझ्नुभयो? तपाईँलाई के चित्त बुझेन, हर्क साम्बाको के कुरा काटियो गलत तपाईँले यो भन्न सक्नु पऱ्यो। तपाईँको कुरा तर सही ठाउँमा मैले गलत गरेको कुरालाई चाहिँ तपाईँले हो मैले गलत गरेँ हो भनेर तपाईँले आत्मालोचना गर्न सक्नुपर्छ, बुझ्नुभयो? यस्तो हो क्या, मैले गल्ती गरेको त्यो मैले रिप्लेस गरिसकेँ त। तर तपाईँहरू कतिखेर गर्नुभयो? सुन्नु न, म भन्दैछु सुन्नु, मैले त्यो तपाईँहरूलाई मैले 81 आएर कुकुर चाहिँ भनेको होइन। मैले त्यो कुरामा चाहिँ म जानै जाँदिनँ। तर मैले तपाईँले सिधा माथि निक्लिनु भयो। सुन्नु सर, तपाईँले के आएर भन्नुभयो भने नि भन्नुभयो कि सबका कुरा काट्छ, तपाईँले भन्नुभयो होइन?
अरू कुराको केही पनि होइन क्या इस्कुस गर्न सक्नुहुन्छ क्या ठिक छ, तपाईँले थुतुनुले सबै कुरा जोगाउन म सक्ने हर्क भनेको। साम्पाङ सपोर्टर हो, तपाईँले स्वतन्त्र भन्न सुहाउँदैन क्या भीमजी। तपाईँले अरू म धरानको गरे मान्छे सर, भरमा म धरानको मान्छे हो। हिजो हर्क साम्पाङलाई जिताउन मेरो पनि हात छ, तपाईँ मान्नुहुन्छ? हिजो हर्क साम्पाङलाई जिताउन म पनि हिँडे हो, बुझ्नु? तपाईँको धरन कहाँनिर हो घर भन्नुहोस् त? भीमजी धरान मेरो भीमजी, 12 हो। तपाईँ कृपया स्वतन्त्र चाहिँ नभन्नुहोस् है आफूले आफूलाई। म बरु माटो समर्थक हो भन्नुहोस्, त्यो चाहिँ सोच फेरि। हर्क साम्पाङलाई हिजो मैले भोट हालेँ, तपाईँ मान्नुहुन्छ? विकास सर तपाईँको 12 डिफेन्ड गर्नु तपाईँको क्यान्डिडेटलाई डिफेन्ड गर्नु। तपाईँ किन खोजी चासो गर्नुहुन्छ? तपाईँ धरानकै मान्छे होइन त कसरी कुरा गर्नुहुन्छ यार? म पनि धरनकै मान्छे हो त, म पनि धरनकै बासिन्दा हो त। तपाईँको 12 कहाँनिर हो त भन्नुहोस् न? तपाईँ पहिली त तपाईँ एउटा छिमेकी जोसुकै हुनुहोस्, आई डोन्ट नो के, तर तपाईँले आत्मालोचना गर्नुपर्छ। यो पहिलो कुरा। दोस्रो कुरा रह्यो तपाईँको डिबेट केमा त डिबेट गर्न सक्नुहुन्छ। तपाईँ योभन्दा अगाडि बढ्दै नबढ्नु। विकास सर तपाईँहरूले झार्दिनु छ नि झार्दिनु, तर म धर्नेवाला होइन, म तपाईँहरूको कुरा गर्न आएको। मैले त्यस्तो कुरा गर्न पर्यो पहिला, तपाईँले आफ्नो मनन त गर्नु पर्यो नि। दाजुभाइहरूलाई कुकुर भन्न त सुहाउँदैन नि त। तपाईँले त्यो कुरा त आफूले मनन गर्नु पर्यो, माफी माग्नु पर्यो, कसलाई भने सरी भन्नु पर्यो। त्यसपछि डिबेट गर्छौँ हामी, तपाईँसँग गर्छौँ। तपाईँलाई के छ, तपाईँको क्षेत्रमा को उठेछ, तपाईँको माको के छ, सबै डिबेट गर्छौँ ल। तपाईँलाई के चित्त बुझेको छैन सबै गर्छौँ ल। भन्नु म छु ल। तपाईँ पहिला त्यो मनन गरेर माफी माग्नु। सुन्नु, तपाईँहरूले चाहिँ अरूलाई चाहिँ विकृति फैलाउँदा अरू तपाईँहरूले त्यस्तो के को व्यथिति भने तपाईँलाई मैले अघि त्यही कुरा यार, त्यही कुरा सर यो मान्छे राम्रो मैले 17 चोटि सम्झाइसक्नु भयो यार। काम छैन क्या उसँग बोलेर कामै छैन, हाम्रो टाइम मात्रै जाने सर। उहाँलाई झारिदिनु होस् सर। हामी त्यो अरू कुरा गरौँ, हामी यो बकम फुसी कुरा नगरौँ कि उहाँलाई झारिदिनुहोस् होइन? फैलाउनुहुन्छ ल भन्नु न त। तपाईँहरू कुरै अरूको काट्ने हो त नि, कुरो काट्ने नै अरूको। राम्रालाई राम्रो भन्ने, नराम्रोलाई नराम्रो भन्ने, राम्रालाई राम्रो भन्ने, नराम्रोलाई नराम्रो भन्ने, बुझ्नुभयो? तपाईँहरूले चाहिँ कहिले चाहिँ त राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्नुभएको छ भन्नु न। तपाईँहरूले त अघिदेखि नै कुरा काटिरहेको छ। पर्सेन्टेज गभर्मेन्ट उसमें पर्सेन्टेज डाल्दा है यही कुरामा अड्किरहनुहुन्छ क्या। तपाईँले कसरी कुरा काट्छ? सपोर्टर हो, अब हामीले त कुरा काट्छौँ, तपाईँले डिफेन्ड गर्नु न त। यो होइन, यो हो, यो हो, यो हो भनेर तपाईँले डिफेन्ड गर्नु। ल तपाईँ सम्झाउनु त, के कुरामा कुरा काटियो तपाईँ सम्झाउनु त ल, सम्झाउनु ल। के कुरा चित्त बुझेन होइन? हर्क साम्पाङको मान्छेले चाहिँ कुरा गरेको चाहिँ के अरे त्यो तराईको एकजना उम्मेदवारले इन्टरभ्यू लिएको हो कि होइन? तपाईँ भन्नु त, हो कि होइन? सुन्नु न, तपाईँ कतिजना संसद चाहिन्छन्, संसद 2/3 कतिमा, संसदमा कतिजना मान्छे चाहिन्छन् भनेर इन्टरभ्यू लिएको हो कि होइन? उसले भनेको 300 मान्छे चाहिन्छन् भनेको हो कि तपाईँ भन्नु त? तपाईँले नै भन्नुभयो अहिले के अरे हर्क सांसद बन्न पनि आएको होइन, मन्त्री बन्न पनि आएको होइन, अनि के को लागि चुनाव लडेको मेन कुरा त त्यही हो। होइन एजेन्डा नै अरे हो, त्यो पनि एजेन्डा नै अरे। त्यो पनि एजेन्डा अरे न। होइन सरी सरहरू, हामी अरू कुरा गर्न सक्छौँ होइन? मलाई झार्दिनु यति मात्रै हो मेरो। एकछिन के भन्छु भने म सबैजनाले एक एकजना गरी भीमजीसँग बोलिदिउँ। भीमजीले चाहिँ एकचोटि माफी माग्नुहोस्। भीमजी तपाईँसँग हामी सबैजना एक एकजना गरी बोल्छौँ, तपाईँ एकचोटि माफी चाहिँ माग्नुहोस् कृपया। तपाईँ यदि मनुष्य हुनुहुन्छ, तपाईँले तपाईँको हर्कको राम्रो बात छ, मेरो हर्कले मलाई राम्रो शिक्षा दिएको छ भनेर सोच्नुहुन्छ भने सबैसँग माफी माग्नुहोस् त। यहीँबाट थाहा हुन्छ तपाईँको अनि हर्कजीले तपाईँलाई कस्तो शिक्षा दिनुभएको रहेछ, तपाईँको नैतिकता भोलिको दिनमा तपाईँको हर्क प्रधानमन्त्री भयो भने तपाईँहरूले गर्ने के रहेछ भने यहीँबाट थाहा हुन्छ। सबैसँग माफी माग्नुहोस् एकचोटि। मसँग परेन, अरू कोलाई भन्नुभयो उहाँहरूसँग माफी माग्नु। सुन्नु है सर, वरिष्ठ सर, मैले अपज शब्द प्रयोग गरेँ, त्यसमा मैले त्यो गल्तीलाई मैले रियलाइज गरिसकेँ। तर यस्तो हो कि तपाईँहरूले मैले त्यो गल्तीलाई अहिले पनि मैले भन्दैछु, मैले त्यो गल्तीलाई रियलाइज गरेँ, मैले स्वीकारेँ, मैले त्यो हो। अनि तपाईँले चित्त नबुझेको कुरो सोध्ने हो नि त, के भयो ल भन्नु। तपाईँले के चाहिँ भयो ल भन्नु, के चित्त बुझ्यो? मैले के चाहिँ भन्न खोजेको भने तपाईँहरू यस्तो जान्ने बुझ्ने देश विदेश घुमेको प्रायः सबै मान्छे हुनुहुन्छ होला। तपाईँहरू जस्तो बुझ्ने भएको मान्छेले चाहिँ यो तपाईँहरूले जेसुकै भन्नुहोस्, तपाईँहरूको सायद रासोपाकै बस होस् चाहे अरू कसैको होस्, त्यो आफ्नो ठाउँमा छ। तर यो भनेको एउटा सोसल मिडिया हो, यस्तो लाइभमा आएर अरूको बारेमा तपाईँहरूलाई राम्रो भन्दाखेरि ए सर अब सुन्नुहोस् है, सुन्नुहोस् मेरो कुरो सुन्नुहोस् न। तपाईँले अरू भन्नुभयो क्या, हर्क साम्पाङ पनि यही त छ नि।
तपाईँले अब तपाईँले मेरो कुरो सुन्न पर्यो अनि उत्तर दिन पर्यो क्या। हामी तपाईँसँग बोल्नलाई कोही पनि डराउँदैन। हेर्नुहोस् भीमजी, फेरि यो कुरो चाहिँ मलाई गर्नुहोस्। अझै म स्पेसली म तपाईँसँग चाहिँ A to Z मा लड्न सक्छु। मेरो कुरो सुन्नुहोस् त। मैले भनेको कुरो एउटा सुन्नुहोस्। तपाईँले अरू भन्नुभयो नि, तपाईँले भन्नु खोजे हर्क साम्पाङको कुरो गर्नुभयो, तपाईँले अर्को कुरो गर्नुभयो। मैले भन्नु खोजेँ भोलिको दिनमा प्रधानमन्त्री हुन आउँछु भनेर बस्या मान्छे अरू होइन हाम्रो लागि, बुझ्नुभयो? त्यो हाम्रो प्रतिनिधित्व हो। जहाँ जो नै होस्, बालेन नै होस्, रवि लामिछाने होस्, हर्क साम्पाङ होस्, गगन होस्, कुलमान होस्, हामीले उनीहरूको कुरो निकाल्न पाउँछौँ। किनकि यो अरू होइन उनीहरू, बुझ्नुभयो? उनीहरू आउने प्रतिनिधित्व हो। अब थाहा छ कि थाहा छैन तपाईँलाई? प्रतिनिधित्व भने हाम्रो राष्ट्रको धरोताल हो। भोलिको दिनमा प्रधानमन्त्री हुन्छु भनेर आएको मान्छेको कुरो गर्न नपाउने? कुन लेखमा लेखेको छ यो पाउँदैन भनेर? कहाँ रोकेको छ होला? मैले भीमजीको कुरो गर्न पाइनँ, म माने। तपाईँ को किन तपाईँको कुरो गर्ने, किन काट्नु? म प्रधानमन्त्री भनेर आउँछु भने मान्छेको कुरो गर्न पाइँदैन? भोलिको दिनमा बालेनले गल्ती गरेको छ भने बालेनले यो भन्यो भन्न पाइँदैन? किन पाइँदैन सर? यो अहिलेको भएको कारण कि अहिले यस्तो भएको रिजन कि केपी ओलीले त्यत्रो हत्या गर्यो, त्यत्रो ऊ गर्यो, त्यही भएर त यस्तो भयो त। अब उसको नि कुरो नगर्ने तपाईँ सर? त्यसो भए हर्क साम्बाङले पनि स्ट्याटस लेख्न पाएन नि त घन्टीको बारेमा? त्यो पनि कुरा गर्नु पर्यो नि त। त्यो पनि हो नि त एउटा पोइन्ट। उसले पनि सामाजिक सञ्जालमा लेख्नु पाएन नि त। यसरी हामीले कुरा गर्न मिल्दैन भने त यस्तो हो क्या। भीमजी त देश चलाउँछु भनेर आउला मान्छेको कुरो गर्न पाउँदैनौँ हामीले? हामी त जनता हो, हामीले बनाउने हो उसलाई। के सोचे तपाईँले यार? राष्ट्रिय नेता हो, बुझ्नुभयो? सबैको साझा नेता हो। मैले एउटा विपक्षको हामीलाई विपक्ष भनेर हामीलाई पर राख्न मिल्दैन त। मैले एउटा कुरा सोधेँ तपाईँको आउने भावी पुस्ताको प्रधानमन्त्री बालिन्छ। उसले सुन्नु, मेरो कुरा सुन्नु। म तपाईँहरूलाई मैले प्रश्न गरेँ कि अब आउने भावी प्रधानमन्त्री बालिन्छ, उसले मिडियाको फेसै गर्दैन। भोलि गएर इनकेस जनतासँग उसले कसरी फेस गर्न गर्छ त? उसले कसरी फेस गर्छ? पहिलो कुरो सुन्नुहोस् न है, म भन्दैछु हामीलाई काम गर्ने मान्छे चाहियो हो, बोल्ने मान्छे चाहियो। देशमा काम गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचार हटाउने, देशको लागि धर्म सबै धर्मलाई एक मानेर, सबै धर्मनिरपेक्ष राष्ट्रियदेखि लिएर सबै जात जातिलाई एक मानेर हिँड्ने मान्छे चाहियो हो। बोलेर हामीलाई भेट्न नि पर्दैन, हामीलाई नभेटोस् तर हाम्रो देश बनाइदियोस्, बुझ्नुभयो? मैले एउटा तपाईँलाई जस्ट उदाहरणको लागि सोधेँ। तपाईँ एउटा घरमा हुनुहुन्छ, तपाईँ घरको सबैभन्दा मूल्य मानौँ एउटा तपाईँ घरको मूल्य एउटा गार्जेन हो, तपाईँ एउटा अभिभावक हो। तपाईँलाई छोराहरूले टन्न सम्पत्ति कमाएर दिइरहेछ, तर तपाईँलाई चाहिँ छोराहरूले त्यो सम्पत्ति कहाँ लाइस्, के गरिस् भन्दाखेरि त्यो कुराको प्रश्न दिनु भएन भने त्यसमा के अर्थ हुन्छ? अब तपाईँ यो अब म बुझाइदिन्छु। त्यो सम्पत्ति ऊ प्रधानमन्त्री भएपछि अर्थतन्त्रबाट जान्छ, अर्थतन्त्रबाट अरू त्यहाँ तलका नेताहरू जान्छन्, उनीहरूलाई लाउने हो। उसको भित्रभित्रै हुन्छ, त्यहाँबाट ओडामा जाने हो, ओडाबाट महानगरमा जाने, महानगरबाट ओडामा जाने हो, त्यहाँबाट कुरो हुन्छ, बुझ्नु हो? अब मेरो बाउभरि गार्जेन भयो भने मेरो बुवाले मेरो एकजनालाई प्रतिनिधित्व दिया हुन्छ, उसँग कुरा गर्ने हो। मैले यो कहाँ लगानी गर्ने, के गर्नलाई छोडिदिनु भयो मेरो बुवाले भनेर उसँग कुरा गर्ने हो। मेरो बुवा बोल्दैनन् रे मसँग, ल ठिक छ, तर मैले सोध्ने मान्छे त उनले राख्दै हुन्छन् नि। अनि यो कहाँ लगानी गर्ने भनेर मलाई सिकाइदिया हुन्छन्। अनि त्यो लगानी कुन ठाउँमा गर्ने भनेर मसँग अर्को मान्छे हुन्छ, त्यो बेटर ठाउँ हुन्छ कि गलत ठाउँ हुँदैन भने त्यो पनि सिकाउने मान्छे हुन्छ, बुझ्नुभयो? बोल्दैन भन्ने ग्यारेन्टी के छ भन्नु न? तपाईँले अहिले नै ग्यारेन्टी गर्नुहुन्छ ऊ चाहिँ पछि प्रधानमन्त्री भयो भने जनतासँग कसैसँग नि बोल्दैन भनेर तपाईँले अहिले नै ग्यारेन्टी गर्नुहुन्छ? ए सर, कस्तो कुरा गर्नुभयो? अहिले के अरे बालेन शाह कता हिँडिरहेछ त? जनतासँगै गइरहेछ, गइरहेछ त नि। जनतासँग हिँडिरहेछ, अहिलेसम्म मिडियाको कहाँनिर गरेको छ त्यति मात्रै भन्नुहोस्। हर्क साम्बाङ जस्तो अराजक बोल्ने हो त बोल्ने हो त नि? सुन्नु न, तपाईँहरूलाई चाहिँ अनि मैले तपाईँहरूको त्यही हो क्या। अब अलिकति नराम्रो अरूलाई भन्न खोज्यो भने चाहिँ तपाईँहरू धेरै नै बोल्नुहुन्छ कि? नराम्रो होइन क्या, यो त डिबेट हो सर, डिबेट हो। यसलाई नराम्रो भन्नै मिल्दैन नि। नजाने कुरो नबुझेको कुरो सिकाइदिया हो। तपाईँ यो फेरि अराजक कुरो नगर्नुहोस्। प्रश्न गरेको मैले तपाईँहरूलाई कुरा सोधिरहेको छु कि एन्सर दिइरहेछौँ त। तपाईँलाई नराम्रो भन्नुहुन्छ, एन्सर दिइरह होइन हामीले। मैले कसरी नराम्रो भन्ने त वरिष्ठ सर? अनि तपाईँले नराम्रो भन्नुभयो, कसले भनेको छ त? हामीले उत्तर दिइरहेछौँ त भने। तपाईँले अहिलेसम्म बुझ्नु भएको छैन, हामीले यत्रो उत्तर दिए कि बुझ्नु भएन?
सुन्नु न वरिष्ठ सर मैले तपाईँले तपाईँको एउटा फोन दियो तपाईँले चाहिँ तपाईँको बुवालाई कमाएर दिइराख्नु भएको छ भने तपाईँले त्यो के पछि गएर चाहिँ तपाईँले चाहिँ आफ्नो जस्तो कि तपाईँले पैसा कमाइराख्नु भएको छ तपाईँले आफ्नो बुवालाई दिनुभएको छ अनि पछि सुन्नुहोस् तपाईँको कुरो अलिकति तपाईँले इक्जाम्पल दिन जान्नु भएन क्या सर तपाईँले मलाई बालेन बनाउनु भयो मेरो बुवालाई नेपाल बनाउनु भयो अब बालेले पैसा कमाएर देशलाई बनाइरहेको छ भने बालेनले गएर नेपाललाई गएर भन्ने मैले तेरोलाई यो गरेँ भनेर त्यो मिलेन तपाईँको इक्जाम्पल अलिक राम्रो इक्जाम्पल फेरि यसलाई नराम्रो नसोच्नु ल तपाईँले चाहिँ मतलब भोलि एउटा बालिका पनि अहिलेको भावी प्रधानमन्त्री नै देखिया छ एउटा ऊ बोकेर हिँडेको मान्छे सबै जनताले रुचाएको मान्छे नै हो बाले छ होइन सबैले रुचाएकै छ होइन तर इनकेस प्रधानमन्त्री भयो भने उसले अहिलेसम्म लिँदा के गर्न चाहँदैन उसले कति गर्ला नगर्ला भन्ने चाहिँ त्यस्तो ठाउँमा चाहिँ तर पनि मैले भन्न खोजेको चाहिँ विद्यालय फेस्टै गर्न खोज्दैन हजुर म एउटा पैसा भविष्य कसले देखाएको छैन नि त भविष्य त होइन म यसैमा एउटा कुरो भन्छु है हजुर भन्नुहोस् है प्लिज एकछिन हिन्दू तपाईँलाई नेपाल देश राम्रो भएको चाहनुहुन्छ कि के चाहनुहुन्छ मलाई त्यसको उत्तर दिनुहोस् त पहिला हामी नेपालको सन्दर्भमा भीमजी उत्तर दिनुहोस् न नेपाल राम्रो बनेको देख्न चाहनुहुन्छ कि के चाहनुहुन्छ मलाई त्यसको उत्तर दिनुहोस् न समृद्ध नेपाल सुखी नेपाल भ्रष्टाचार मुक्त नेपाल देख्न चाहनुहुन्छ कि हुन्न त्यसको उत्तर दिनुहोस् मलाई समृद्ध नेपाल भ्रष्टाचार मुक्त भएको हेर्न चाहन्छु तर यस्तो चाहनुहुन्छ हो सुन्नुहोस् अब तपाईँलाई त्यो भएपछि तपाईँलाई मिडियामा गएर बोल्न पर्ने यो गर्न पर्ने भन्ने छ र भन्ने क्या मलाई त्यसको उत्तर दिनुहोस् न आनन्दले बसोस् उसले आफ्नो काम गरोस् यो नितान्त यो काम गर्ने हामी भीम सर एउटा कुरा गर्छु ल म तपाईँलाई है के छ भन्दाखेरि के अरे मिडियाले कसको आवाज उठाउँछ जनताको आवाज उठाउँछ नि हो मिडियाले जनताको आवाज उठाउँछ हो भन्नुहोस् न